उनी कल्पनामा देखेको एउटा सुन्दर तस्बिर जसको सामुन्ने शरदको चन्द्रमा पनि फिक्का लाग्छ। साँच्चै बिहानीमा सूर्यको किरणले टल्किएका झरझराउँदा शीतका लहर झैं बुलबुलाउँदो उनको मुहार। आहा, कति राम्री उनी। कोमल मनकी उनी, मन्द मुस्कुरात चेहरा, प्यासी नयनका नसालु हेराई। खै के व्यक्त गर्न नसकिने अनुपम सुन्दरता। आज तीजको विशेष व्रत सिंगार पटार गरेर साकार पार्न त्यो मनोकामना तल्लिन्छन् यहाँ सबै। कतै कुनै ठाउँमा मेरै लागि कष्ट गर्दै होलिन् बिचारी उनी। कतै कुनै ठाउँमा मेरै लागि कष्ट गर्दै होलिन् बिचारी उनी। मुटुको चसक्क बिजाउँछ, आङ हलुका भई सिरिङ्ग हुन्छ, अनि मन पुङ्ग उडेर जान्छ उनको सम्झनामा। उनी भनेकी तिमी सुन्दैछौ भने यी मेरा अन्तर मनका कुरा। कृपया अन्धविश्वासको चिरफार गरी गुदी लिएर फालिदेऊ बोक्राहरू। बिन्ती रहरको लेउ व्रत, करको नलेउ, किनकि म तिम्रै हुँ, तिमी मेरी कल्पनाकी प्राण प्यारी उनी। धन्यवाद।